जोजलपा नमस्ते। समय सन्दर्भ लिएर उपस्थित भएका छौँ। प्रविधि संयोजनमा दिलीप कुमार महजन र म शङ्कर थापा। श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। अचेल यो जाडोको मौसममा कीर्तिपुर एरियामा विद्युत गइरहेको छ। यो अघोषित लोड सेडिङ जस्तै बनेको छ। हिजोको दिनमा पनि हिजो मात्रै 3 पटक बत्ती गएको थियो। कीर्तिपुरवासीहरू एकदम आक्रान्त भएका छन्। अन्य क्षेत्रमा बत्ती गइरहेको छैन, तर कीर्तिपुर क्षेत्रमा विशेष गरी हिजो पनि 2 घण्टा एकै पटक लामो लोड सेडिङ भएको थियो। यसै विषयलाई कुरा गर्न आज हामी जोडिँदैछौँ नेपाल विद्युत प्राधिकरणका कीर्तिपुर वितरण केन्द्रका प्रमुख नारायण अर्याल, इन्जिनियर नारायण अर्यालज्यूसँग हामी जोडिँदैछौँ। आज हामी उहाँसँग कुराकानीमा जोडिँदैछौँ। हामी फोन सम्पर्क गर्दैछौँ उहाँलाई। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो इन्जिनियर साहब, नमस्कार। नमस्ते। नमस्ते सर, नमस्ते। म सबभन्दा पहिले यो नेवा एफएमको समय सन्दर्भ कार्यक्रममा यहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। यो नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रका यहाँ प्रमुखको नाताले म अहिले हाम्रो क्षेत्रमा धेरैजसो बत्ती गइरहेको स्थिति छ। मुख्य गरेर यो बत्ती नहुने जनजीवनमा यो प्रभाव परिसकेको छ। अहिले धेरैसम्म हामीले लोड सेडिङको यो मार खप्यौँ। अब एकदम निरन्तर भइरहेको अवस्थामा अचेल अलिकति बढ्न थालेको छ। मुख्य गरेर यो लोड सेडिङ भनौँ न, यो बत्ती काटिनु मुख्य कारण चाहिँ के होला सर? धन्यवाद सर। नेवा एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट तथा कीर्तिपुर वितरण केन्द्रको तर्फबाट पनि हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। सरले अत्यन्तै महत्त्वपूर्ण प्रश्न उठाउनु भएको छ। अहिले हामी यसलाई चाहिँ लोड सेडिङ भनेर त्यसरी नभनिहालौँ, तर निरन्तर रूपमा विद्युत आइराखेको, विद्युत प्रयोग गरिराख्नु भएको आम सर्वसाधारणलाई केही समय लाइन जाँदा त्यसले अवश्य पनि मनमा चिसो बसेको त छ नै, तर यसलाई मुख्य रूपमा प्राविधिक समस्याकै रूपमा हामीले भन्नुपर्छ। हिजो दिउँसो 2 घण्टा जति रारा यो हाम्रो कलङ्कीबाट निस्किने, कलङ्की स्विचटारबाट निस्किने हाम्रो यो कीर्तिपुर मुख्य बजारमा आउने लाइनमा केबल हेड ब्रस्ट भएर समस्या देखिएको थियो। र बेलुकीको समस्या चाहिँ नितान्त रूपमा हाम्रो कारणले भन्दा पनि सब स्टेसनबाट खानकोटतिर गएको लाइनमा चाहिँ आएको समस्या, जसको चाहिँ रेखदेख गर्नुपर्ने तपाईँको कुलेश्वर वितरण केन्द्र हो, त्यहाँबाट कर्मचारी खटेर काम गर्दाखेरि हाम्रो बिना जानकारी 2-3 चोटि चाहिँ लाइन काटेको अवस्था थियो। कहिलेकाहीँ प्राविधिक रूपमा समस्या आउँदाखेरि आम सर्वसाधारण चाहिँ मारमा पर्नु भएको कुरालाई त्यही रूपमा बुझ्नुपर्छ जस्तो लाग्छ सर। हजुर, यो अब यसमा नियमित निरीक्षण हुन्छ कि हुँदैन सर हाम्रो? यस्तो छ सर, शनिबार र शुक्रबार प्राय जसो हामीले सूचना निकालेर नै नियमित मर्मत सम्मारका कामहरू, कतिपय ठाउँमा पुल विस्तारका कामहरू, कतिपय ठाउँमा लाइन सिफ्टिङका कामहरू हामीले गर्नुपर्ने हुन्छ। तर यो 2 दिनको चाहिँ मौसमको पूर्वानुमान नै मौसम लिप प्रणालीमा चाहिँ समस्या आउँछ भनिसकेपछि हामीले सूचना निकालेर काम गर्ने हाम्रो त्यस्तो कुनै कार्यक्रम थिएन। तर यही बिचमा चाहिँ प्राविधिक समस्या चाहिँ देखिएको हो। यो 81 आइपरेको समस्या होइन त? हजुर, यसरी नै बुझ्न म सम्पूर्ण मेरो ग्राहक महानुभावहरू र हजुरको यो एफएम सुनेर बस्ने आम सर्वसाधारणलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सर, यो हाम्रो कीर्तिपुर यो वितरण केन्द्र चाहिँ कति एरिया ढाकेको छ यसले? कीर्तिपुर वितरण केन्द्र अन्तर्गत कीर्तिपुर नगरपालिकाको सम्पूर्ण वडाहरू, दक्षिणकाली नगरपालिकाका सम्पूर्ण वडाहरू र तपाईँको यो माथि यो उसको चन्दागिरी र एउटा हजुरको चाहिँ एउटा वडा चाहिँ हाम्रो नजिकको छिमेकी यो उसको चन्दागिरी नगरपालिका, हजुर, त्यो एउटा वडा गरेर यति कार्यक्षेत्र चाहिँ हामीले। मकवानपुरतिर पनि वितरण भएको छ? छैन सर, मकवानपुरसँग सिमाना जोडिएको दक्षिणकाली नगरपालिकाको भूभागमा चाहिँ छ, नभए चाहिँ छैन।
हिजो म यहाँलाई अवगत गराउन चाहन्छु, हिजो साँझ बत्ती जाँदाखेरि चाहिँ हाम्रो कीर्तिपुरको एरिया मात्र गएको थियो। कीर्तिपुर वडा नम्बर 6 को एरिया भनौँ न, त्यतातिर चाहिँ बत्ती गएको थिएन, प्राय जाँदैन त्यतातिर चाहिँ। खास के होला? त्यस्तो हो सर, हाम्रो कीर्तिपुर वितरण केन्द्र अन्तर्गत टेकुबाट कीर्तिपुर फिडर एउटा छ। हजुर, हजुरको सुइचटारबाट तपाईँको 2टा फिडर, हाम्रो एउटा फिडर छ। त्यो सुइचटारबाट निस्किने एउटा फिडर चाहिँ हाम्रो कीर्तिपुरको हो भने हजुरको माता तीर्थबाट मत्स्य गाउँ र तपाईँको खर्पिङ गरेर 2टा फिडर छ। हाम्रो जम्मा 4वटा फिडर मध्ये त्यो 3टा फिडर चाहिँ सही सलामत नै थियो। एउटा फिडर चाहिँ बेलुकाको समयमा हाम्रो कारणले होइन, यसमा म फेरि पनि अनुरोध गर्न चाहन्छु, हाम्रो क्षेत्रमा भएको प्राविधिक समस्याको कारणले समस्या देखिएको होइन। तर त्यो फिडर र हजुरको त्यही सब स्टेसनबाट निस्किने थानकोट फिडर चाहिँ एउटै पोलमा छ। यसको लगभग 1 किलोमिटर जति दूरी र त्यो अर्को फिडरमा चाहिँ समस्या आउँदाखेरि हाम्रो लाइन काटेर मर्मत गर्नुपर्ने प्राविधिक विषय भएको भएर लाइन काटिएको मात्रै हो। हाम्रो हिजोको बेलुकाको समयमा हाम्रो क्षेत्रको चाहिँ लाइन अवरोध त्यसरी भएको छ। हजुर, अब यो बत्ती लाइन चाहिँ अब भनौँ न गइराख्दाखेरि सूचना चाहिँ अब भनौँ जनताहरूले त नागरिकहरूले फोन गर्छन् प्राधिकरणमा, अब यस्तो भएको छ, यस्तो हुँदैछ, यति बेरपछि बत्ती आउँछ भन्ने कुरा एउटा सूचना अधिकारी त्यहाँ कोही नियुक्त हुनुहुन्छ कि अथवा कसले सूचना दिन्छ हजुर? यो यस्तो छ, हाम्रो नो लाइट 24 घण्टा सुचारू नै हुन्छ। तर त्यसमा चाहिँ समस्या के हो भन्दाखेरि लाइन गइसकेपछि सबै उपभोक्ता जनसमुदायहरूले त्यसैमा फोन गर्नुहुन्छ। त्यो फोन गर्दाखेरि लाइन अलिकति व्यस्त चाहिँ रहन्छ र हामीले आधिकारिक रूपमा सूचना दिनु भनेको नो लाइटबाट नै हो, यो अकस्मात आउने समस्याको लागि। तर हामीले सेड्युल गरेका समस्याहरूलाई सेड्युल गरेर मर्मत गर्नेहरू चाहिँ हामी राष्ट्रिय पत्रिकाहरूमा नै प्रसारित गरेर कम्तीमा पनि 24 घण्टा अगाडि प्रसारित गरेर नै हामी काम गर्छौँ। हजुर, धेरै समस्या छ। अब जनताहरू आक्रान्त हुन्छन् बत्ती भएन भने सर, यस्तै हो होइन? यो हिजो र अस्ति चाहिँ समस्या देखिएको छ सर। यसलाई चाहिँ आगामी दिनहरूमा कसरी कम गर्ने अथवा समस्या आयो भने कसरी चाहिँ छिटो सर्वसाधारणलाई सूचित गर्न सकिन्छ भन्नेतर्फ तपाईँ हामी सबै छलफल गरेर यसलाई निराकरण गर्नुपर्छ जस्तो लाग्छ। तर यसलाई चाहिँ हामीले लोड सेडिङको चाहिँ दिनु हुँदैन। हजुर, खुसी लाग्यो लोड सेडिङ नहोस् हाम्रो देशमा। लोड सेडिङले एकदमै आक्रान्त बनिसकेको हाम्रो नेपाली जनजीवन, अब फेरि लोड सेडिङ नआओस् भनेर हामी पनि प्रार्थना गरौँ सर। अनि काम गर्दै जाँदा धेरै किसिमका समस्याहरू बाधाहरू होलान् प्राधिकरणका पनि। अब भनेको ठाउँमा अब बत्ती दिन नसक्नु, अब आफ्नो योजनाहरू त्यो अब नयाँ बत्तीहरू दिन नसक्नु, आफ्नो योजना छ नि हजुरहरूको, यो योजनामा चाहिँ अब नयाँ बत्ती दिने भनौँ न नयाँ ग्राहक ले चाहिँ अब सरासर आफ्नो बत्ती लिन पाएका छैनन् अथवा के किसिम यस्तो गुनासो पनि आएको छ हजुर हाम्रोमा? होइन, उहाँहरूले गुनासो गरेको कुरा एकदम सही। हजुरहरूले त जहाँ जहाँ उहाँहरूलाई सजिलो हुन्छ, कतिपय सञ्चार माध्यमहरूमा स्थानीय निकायहरूमा पनि गुनासोहरू आउँछ। मैले हजुरको एफएम मार्फत के अनुरोध गर्न चाहन्छु भने हामीले नियतवश ग्राहकलाई बत्ती नदिने कुरा कहीँ कतै हामीबाट भएको छैन। यदि भएको छ भने सोझै म कहाँ सम्पर्क गर्दा पनि हुन्छ, कार्यालय प्रमुखकोमा आएर सम्पर्क गर्दा पनि हुन्छ। कतिपय कुराहरू सोझै मलाई थाहा नभएको पनि हुनसक्छ। तर एउटा कुरा म के अनुरोध गर्न चाहन्छु भने नियतवश कुनै पनि ग्राहकलाई नयाँ बत्ती नदिने अथवा ग्राहकले भनेका समस्याहरूको चाहिँ सही समयमा चाहिँ समाधान नगर्ने त्यस्तो प्रवृत्ति चाहिँ हामीले निरुत्साहित गर्दै जानुपर्छ। र त्यस्तो भएको छ भने को कर्मचारी जोडिएको छ अथवा तपाईँको चाहिँ कसले के कारणले त्यस्तो भएको छ त्यसलाई उचित त्यही ढङ्गले चाहिँ हामी व्यवहार गर्छौँ। तर कतिपय ठाउँहरूमा नयाँ यो बत्ती दिने क्रमहरूमा चाहिँ मैले आफूले यहाँ आएर भोगेको हाई टेन्सनको नजिकै बनेका घरहरूमा दिन सकिँदैन। टहराहरू बनाउनु भएको छ जहाँ मिटरको सुरक्षै हामीले मिटर सुरक्षित तरिकाले राख्ने छैन, संरचना छैन। त्यस्तो ठाउँहरूमा चाहिँ हामीले मिटर दिन सकिँदैन। विशेष गरी कतिपय ग्राहकहरूको चाहिँ हाई टेन्सन लाइनको नजिक परेका घरहरूको चाहिँ मिटरको कुरा चाहिँ रोकिराखेकै हो। मलाई त्यस्तो लाग्छ। अन्य क्षमता वृद्धिको कुराहरू, मिटरका ठाउँसारी नामसारीका कुराहरू चाहिँ नियमित रूपमा नै भएको छ र त्यसमा अझ गुनासोलाई कम गर्ने हिसाबले कसरी काम गर्न सकिन्छ त्यसतर्फ म ध्यान दिन्छु।
हजुर, धन्यवाद। अनि अर्को कुरा म यहाँलाई के अर्को एउटा पनि गुनासो मसँग छ। यो गुनासो चाहिँ धेरै हामीलाई श्रोताले पठाउनु भएको एउटा महत्त्वपूर्ण गुनासो के भने कीर्तिपुर क्षेत्रमा अहिले सडक विस्तारको काम व्यापक भइरहेको छ। सडक विभागले अथवा नगरपालिकाले यो विस्तार गर्नु काम राम्रो हो, तर त्यो पुराना बिजुलीका पोलहरू जुन गाडिरहेका छन् त्यसलाई चाहिँ व्यवस्थित गर्न सकिएको छैन। सडकको बिचमै पोलहरू छन्। यसको धेरै गुनासो आइसकेको छ। उहाँहरूले चाहिँ नि धेरै पटक रिपोर्ट पनि गर्नुभएको रहेछ प्राधिकरणमा पोल सार्नु पर्यो भनेर, तर कसैले पनि सुनवाई गरेनन्। अहिले पनि जस्ता तस्तै छ भन्ने गुनासो आइरहेछन् है। यो यसमा दुईटा कुरा छ सर। एउटा कस्तो छ भने कार्यविधिले नै पोल सार्ने कुरा अलिक जटिल बनेको छ, तर स्थानीय निकाय अथवा नेपाल सरकारका चाहिँ अन्य ठाउँहरूबाट चाहिँ सञ्चालित भएका आयोजनाहरू, जस्तै अहिले कीर्तिपुर नगरपालिकाले कीर्तिपुर रिङ रोड भएको अस्ति हामीले सर्वेक्षण पनि गरिसकेका छौँ। त्योदेखि काम गर्ने भन्ने हाम्रो चाहिँ प्लान थियो, तर पानीको यो मौसमको कारणले गर्दा हामीले सुरु गरेनौँ। आज पुरानो कीर्तिपुर नगरपालिकाको चाहिँ कार्यालय भवनदेखि नयाँसम्मको पोलहरू त्यो ठाउँको चाहिँ स्थानान्तरण गर्ने भनेर हामी काम सुरु पनि गर्दैछौँ। कीर्तिपुर यो रिङ रोडभित्रको पोलहरू लगायत 3-4वटा वडाको हकमा चाहिँ कार्यक्रम अगाडि बढाइसकिएको छ। र एउटा कुरा अर्को फेरि हामीलाई एउटा व्यवहारिक समस्या कस्तो छ भने स्थानीय निकायले सञ्चालन गरेको सडक विस्तारका कामहरू हामी चाहिँ तत्काल कहाँ कसरी हुँदैछ भनेर समन्वय गरेर पनि जानकारी हुने, तर सडक विभाग भयो, त्यसपछि तपाईँको स्थानीय पूर्वाधार विकास कार्यक्रमहरू भयो, अनि मान्यज्यूहरूका चाहिँ तपाईँको यो साझेदारीमा सञ्चालन भएका सडक विस्तारका कार्यक्रम भयो, हामीलाई पनि यो जानकारी हुँदैन। उहाँहरूले कहाँ कहाँ कसरी काम गर्नुभएको छ भन्ने जानकारी नहुने र विद्युतीय संरचना आइसकेपछि हटाइदिनुहोस् भनेर भन्दा त्यसको बजेट व्यवस्थापनको पाट्यो र त्यो संरचना हटाउँदाखेरि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्दाखेरि आउने व्यवहारिक समस्याहरू, त्यसले गर्दाखेरि पनि तपाईँको केही ठाउँमा चाहिँ उल्झन देखा परेको छ। यसलाई चाहिँ तपाईँको सबै निकायहरूले काम गर्ने बेलामा समन्वयन गरेर, जस्तै नगरपालिकाको हाम्रो एकदम नजिकको समन्वयनबाट हामी काम गरिराखेका छौँ। अन्य सरकारी निकायहरूले काम गर्दाखेरि कम्तीमा 2 महिनापछि पिच हुँदैछ भन्ने हामीलाई जानकारी भयो भने बजेट त्यहाँ छ कि हामीसँग छ कि बजेट व्यवस्थापन कसरी गर्ने यो विषयमा सोचेर काम गर्न सकिन्छ। अब भोलि पिच हुँदैछ, आज पोल हटाइदिनुहोस्, तार हटाइदिनुहोस् अथवा ट्रान्सफर्मर हटाइदिनुहोस् भनेर आउनुभयो भने त्यसलाई तत्काल हामीले चाहिँ काम गर्न सक्ने बाटो छैन। र अर्को चाहिँ हजुरकोमा आएको अर्को गुनासो के पनि हुनसक्छ भने 3 आना 4 आना थोरै जग्गा लिएर कसैले घर बनाउँदै हुनुहुन्छ, विगतमा त्यहाँ विद्युतीय संरचनाहरू थिए र त्यसलाई अब कसरी हटाउने यो विषयमा पनि हामीले त्यो निवेदनकर्ताहरूसँगै पैसा लिएर हटाउने हो। तर हटाउँदाखेरि हटाइरहँदाखेरि उहाँको छिमेकीलाई असर पर्नु भएन। उहाँको हटाइरहँदाखेरि तपाईँको उहाँको दायाँतर्फ बायाँतर्फ उत्तर दक्षिणतर्फ रहनुभएका छिमेकी त्यहाँको बाटोलाई असर पर्नु भएन। यो कार्यविधिको कारणले पोल हटाउने विषय अथवा स्थानान्तरण गर्ने विषय अलिकति जटिल पनि छ, तर यसलाई चाहिँ कामै नभएको भन्ने हिसाबले पनि लानु हुँदैन। र अर्को कुरा चाहिँ अन्य सेवा प्रदायकहरू, जस्तै तपाईँको चाहिँ इन्टरनेट सेवा प्रदायकहरू, केबल टिभी सेवा प्रदायकहरू हुनुहुन्छ, हाम्रै संरचनामा उहाँहरूको पनि संरचना हुने र उहाँहरूले त्यो नहटाउँदाखेरि हामीले चाहिँ लाइन सिफ्ट गरिसकेपछि पनि त्यो पोल चाहिँ हटाउन नसकेको पनि त्यस्ता उदाहरणहरू पनि छन्। हजुरसँग आएका गुनासोहरूको विषयमा पनि थप के रहेछ, कुन ग्राहकहरूको रहेछ त्यसलाई चाहिँ हेरेर अगाडि बढ्न सकिन्छ। हजुर, अब यो पोल सार्ने विषयमा इन्जिनियर साहब म यो के सोध्न चाहन्छु भने नि, यो नगरपालिकाले आफ्नो बजेटले सार्नुपर्ने कि सडक विभागले सार्नुपर्ने कि प्राधिकरणले सार्नुपर्ने हो? यस्तो छ सर, नगरपालिकाबाट सञ्चालन भएको, स्थानीय निकायबाट सञ्चालन भएको सडक विस्तारको काम अथवा अन्य कुनै कामहरूमा विद्युतीय संरचना हटाउनु पर्यो भने 70% स्थानीय निकायले बेहोर्ने हो, 30% हामीले बेहोर्ने हो आर्थिक पाटो। भने अन्य सरकारी निकायहरूको हकमा चाहिँ सम्पूर्ण रकम चाहिँ उहाँहरूले नै व्यवस्थापन गर्ने हो आर्थिक पाटो। अनि यो अब यहाँले अहिले भर्खर कुरा पनि गर्नुभयो, हामीलाई गुनासो आएको एउटा विषय चाहिँ के केबल प्रदायकहरूले प्राधिकरणको पोल युज गरेका छन् होइन? यो यसरी युज गर्दाखेरि चाहिँ प्राधिकरणले के व्यक्ति अब भनौँ न अब आर्थिक लाभ पाउँछ कि पाउँदैन?
यस्तो छ, कतिपय केबल प्रदायकहरूसँग सम्झौता गरेर सम्पूर्ण केबल प्रदायकहरूसँग नै पोलको हिसाबले सम्झौता गरेर हामीले निश्चित रकम लिने गर्छ संरचनाको हकमा। तर हामीले नै पोल सारिसकेपछि किन भन्दा हामीले किन सार्छौँ भने स्थानीय सरकारबाट त्यसलाई पोल सार्नको लागि अनुरोध आएको हुन्छ अथवा अन्य सरकारी निकायबाट पोल सार्नको लागि अनुरोध आएको हुन्छ। हामीले पोल सारिसकेपछि उहाँहरूले पनि त्यही रफ्तारमा आफ्ना संरचनाहरू सार्नुपर्छ र त्यसरी नै काम गर्दाखेरि त्यसले चाहिँ काम छिटो छरितो हुन्छ जस्तो मलाई लाग्छ। तर हजुरले उठाएको कुरामा चाहिँ हामीले निश्चित रकम लिएर मात्रै हाम्रो संरचना प्रयोग गर्न दिने गरेको। हजुर, अब मेन कुरा चाहिँ के हो भने विद्युत प्राधिकरणकै गल्ती हो कि जस्तो पनि देखिन्छ यहाँनिर, किनभने ती केबलका लाइनहरू चुडिएका यत्रतत्र फैलिएका एकदमै काम लाग्ने भएर बस्दाखेरि अब कति एक्सिडेन्ट पनि भइरहेका हुन्छन् त्यहाँनिर तार लत्रेर। त्यतातिर उनीहरूले त्यसलाई चाहिँ फेरि भनौँ न नियमित गर्न सक्नु भएको छैन होइन। यसमा चाहिँ प्राधिकरणले उनीहरूलाई दबाब दिन मिल्छ कि मिल्दैन? यस्तो सहरी सौन्दर्यको विषयलाई पनि हामीले ख्याल गर्नुपर्छ र ग्राहकहरूले पाउने सेवालाई आखिरी केबलको सेवा पाउनुहोस् अथवा अन्य जेको सेवा पाए पनि त्यो सेवा ग्राहकहरूले सन्तोषजनक हिसाबले पाउनुपर्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ। तर आफ्नो संरचनाहरूलाई शिष्ट दुरुस्त राख्ने, ती संरचनाहरू चाहिँ सुरक्षित तरिकाले राख्ने, व्यवस्थित तरिकाले राख्ने कुरा चाहिँ सम्बन्धित सेवा प्रदायकको नै हुने हिसाबले सम्झौता गरिएको। हजुर, खुसी लाग्यो इन्जिनियर साहब हाम्रो प्राधिकरण यो नेवा एफएममा जोडिएर हाम्रो श्रोताहरूको गुनासोको प्रश्नको उत्तर दिनुभयो। म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अन्त्यमा यो सुनेर बस्ने सम्पूर्ण आम समुदायलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। म लामो समय भएको छैन, 1-1.5 महिना भयो म केटीको वितरण केन्द्रमा आएको। त्यसमा आएका गुनासोका कुराहरू र आगामी दिनहरूमा आउने गुनासोका कुराहरूलाई पनि सहज ढङ्गले सेवा दिने हिसाबले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र केही कहिले काहीँ प्राविधिक समस्याहरू आउँदाखेरि सर्वसाधारण आम समुदायहरूले धैर्य गरेर बसेकोमा हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र देखिएका प्राविधिक समस्याहरूलाई कसरी छिटो ढङ्गले कसरी छरितो तरिकाले चाहिँ समाधान गर्ने र कसरी द्रुत गतिमा विद्युतीय सेवा उपलब्ध गराउने भन्ने विषयमा म आफ्नो सेवा प्रदान गर्नेछु भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र लोड सेडिङ चाहिँ हामीले कल्पना गरे भन्दा धेरै टाढा रहेको विषय मात्रै हो। कहिले काहीँ प्राविधिक समस्या आउँदाखेरि लोड सेडिङ भयो कि भनेर त्यसरी नअटालिन पनि म हार्दिक अपिल गर्न चाहन्छु। र अन्त्यमा पुनः नेवा एफएम परिवार तपाईँ लगायत सम्पूर्ण ग्राहकवर्गहरूमा हार्दिक धन्यवाद व्यक्त गर्छु। हजुर, धन्यवाद नारायण सर। भविष्यमा पुनः यो कार्यक्रममा जोडिने आशा राख्दै म आज यहाँसँग छुट्टिएँ। उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका कीर्तिपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर नारायण अर्याल। आज हामीले हाम्रा श्रोताहरूको गुनासोलाई उहाँ सामु राख्यौँ र उहाँले आफ्नो तर्फबाट जिम्मेवारी बोध गरी श्रोताहरूलाई जनताहरूलाई सकभर छिटो छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो। अब एकैछिन म विश्राम लिन्छु। कार्यक्रममा पुनः यहाँलाई म स्वागत गर्न चाहन्छु। श्रोताहरू, अब अगाडिको कार्यक्रममा म चन्दागिरी नगरपालिकातर्फ यहाँलाई लैजाँदैछु। चन्दागिरी नगरपालिकाका प्रवक्ता हुनुहुन्छ हरिभक्त महर्जन। हामी आज उहाँसँग वडाको गतिविधि र अहिले भर्खरै देशमा भएको यो राजनीतिक उथलपुथलको बारेमा केन्द्रित रहेर कुराकानी गर्छौँ। म उहाँलाई फोन सम्पर्क गरिरहेको छु। हेलो 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 हरिभक्त सर, नमस्कार। नमस्कार। जोजोलपा धेरै भयो यहाँसँग कुरा गर्न पाएको। कस्तो हुनुहुन्छ? ठिकै छ, अब चलिरहेकै छ। हजुर, अनि राम्रै छ भन्नुपर्छ। अहिले यो
वडाको गतिविधि अलिकति बताइदिनुहोस् न, अहिले कस्तो छ हाम्रो वडाको कामहरू? अहिले वडामा चाहिँ हामी चाहिँ त्यो बाटोहरू ढलान गर्ने कामहरू गरिरहेका छौँ। हजुर। र त्यस्तै गरी चाहिँ वडामा अहिले यो सरसफाइ कार्यक्रमहरू अनि अरू यो विशेष गरिकन अब यो कोभिडको विषयमा अब यो एन्टिजेन यो खोपहरू दिने, सचेत तुल्याउने कुराहरू मुख्य त्यही अब छ। र अर्को अब सिसी क्यामेराहरू जोड्यौँ अहिले फेरि पुनः थपेर, र बत्तीहरू केही चाहिँ थप्ने कामहरू अहिले भइरहेको छ, यो सडक बत्तीहरू। हजुर, यो सडक बत्तीहरूको कुरा यहाँले गरिहाल्नु। यहाँनिर सडक विस्तार भएपछि पोलहरू सडकको बिचबिचमै देखिएका छन् हाम्रो नगरमा पनि, त्यस विषयमा केही प्रगति भएको छ? अहिले हामी गर्दैछौँ यो नगरपालिकामा चाहिँ पिपला मोडदेखि लिएर यो कलङ्कीसम्म हामीले चाहिँ अहिले उज्यालो चन्दागिरी बनाउने भनेर 700वटा बत्तीहरू हाल्दैछौँ नयाँ नयाँ। अनि पोलमा चाहिँ 4वटा रङको रङ्गीन पनि बनाएका छौँ अहिले। तपाईँको यो हरियो, पहेँलो, रातो गरी हामीले सेतो गरी 4वटा रङहरू हरेक पोलमा राखेका छौँ। अर्को चाहिँ जथाभावी चाहिँ यो केबलहरूको टेलिफोन तारहरू भएको त्यो पनि हामीले व्यवस्थापन गरेका छौँ। हिजो मात्र हामीले चाहिँ नागढुङ्गामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र हाम्रो नगरपालिका र अनि फर्मेला व्यवस्थापन यो मातृभूमि र युवा कृषक लगायत मेयर साहब र हामी बसेर हिजो चाहिँ उद्घाटन गऱ्यौँ। अब प्रत्येक हप्ता चाहिँ पिपला मोडदेखि लिएर कलङ्कीसम्म चाहिँ सरसफाइ, पुरा बाटो सरसफाइ गर्ने भनेर हिजो हामीले उद्घाटन गऱ्यौँ, शुभारम्भ गऱ्यौँ। अनि यहाँ डिभाइडरमा रहेको, बिचमा रहेको डिभाइडरमा चाहिँ बिरुवाहरू अब अलिअलि अब सुकी पनि सक्यो पानी नभएर। अनि प्रत्येक हामीले चाहिँ अब हप्ताको 3 दिन चाहिँ पानी दिने भनेर त्यो पनि जिम्मा दिइसकेका छौँ। अनि यो व्यवस्थापनको पनि जिम्मा दिएका छौँ। र त्यो कार्यक्रमको शुभारम्भ हिजो भव्य रूपमै राम्रैसँग बिहानै हामीले सुरु गऱ्यौँ। र त्यसले गर्दाखेरि बाटो जहाँ चाहिँ तपाईँको पोलहरू छ त्यसलाई पनि पोल निकालेर पुरै चाहिँ एउटा सुरक्षाको लागि र अर्को चाहिँ कुनै दुर्घटना नहोस् भनेर ट्राफिक व्यवस्थापन, ट्राफिक आइडलाइनहरू पनि बनाउने, अब बत्तीहरू पनि राख्ने ठाउँ ठाउँ भनेर त्यो पनि अब तयारी गरेका छौँ। अर्को कोनहरू यो हाइवेको बिचमा चाहिँ कोनहरू यो चाहिँ यो ट्राफिक चाहिँ कोनहरू राखेर पनि ठाउँ ठाउँमा जहाँ चाहिँ डिभाइडर छैन त्यहाँ राखिदिने। अनि स्पिडमा नआओस् भनेर ठाउँ ठाउँमा त्यो व्यवस्थापनहरू पनि हामीले सुरु गरिसकेका छौँ। जसले गर्दाखेरि यो एकदमै चाहिँ एक्सिडेन्टले धेरै मान्छेहरू मर्ने त्यो गतिविधिलाई चाहिँ व्यवस्थापन गर्नका लागि अगाडि बढिरहेका छौँ। हजुर, पक्कै पनि त्यो हाइवे भएको कारणले धेरै स्पिडमा गाडीहरू गुड्छन्, दुर्घटना हुन सक्ने सम्भावनालाई यहाँले ध्यानमा राखेर चाहिँ यो स्पिड ब्रेकर, अब यो ट्राफिक सिग्नलहरूको विकास गर्नुभएको एकदमै सराहनीय काम छ। म यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि अर्को कुरा मैले के सोध्न चाहेँ यहाँलाई भने, हाम्रो नयाँ एम्बुलेन्स खरिद गरेर आएको थियो है? हजुर। अनि त्यसको चाहिँ भनौँ न, त्यसको कस्तो कस्तो किसिम चल्दैछ? अब नयाँ एम्बुलेन्स हामीले ल्यायौँ र त्यो एम्बुलेन्स र दमकल छ हामीले ल्याएको। हजुर। अब एम्बुलेन्स चाहिँ हामीले एउटा संस्था, यो जागरण भन्ने संस्थालाई हामीले दियौँ। उहाँहरूले सम्पूर्ण नगरवासीहरूलाई चाहिँ निःशुल्क रूपमा चाहिँ अब हामीले ड्राइभर पाल्नुपर्ने, मर्मत सम्हार गरिरहनु पर्ने, सबै कुरा गर्दाखेरि गाह्रो हुने भनेर एउटा संस्थाले हामी जिम्मा लिन्छौँ भनेर अहिले हामीले त्यो हस्तान्तरण गरेका छौँ।
र जसले निःशुल्क रूपमा नगरवासीहरूको लागि उहाँको समन्वयमा चाहिँ सम्पूर्ण व्यवस्थापन गर्ने भनेर हामीले त्यो दिइसकेका छौँ र त्यसले अहिले राम्रै काम गरिरहेको छ। र अर्को अब दमकल पनि हामीले ल्यायौँ र अब त्यसलाई चाहिँ अब त्यो धेरै चाहिँ अब त्यसको चाहिँ अब यो अब आगो निभाउनलाई चाहिँ म्यान पावर चाहिने र त्यो हामीले अब त्यो धेरैजना हामीलाई तालिम दिनुपर्ने, तालिम दिएर फेरि 24 घण्टामा 3 सिफ्ट गरिरहनु पर्ने, ड्राइभर पनि 2 जना मिनिमम चाहिने, सबै हुँदाखेरि हामीले अहिले 17 प्रहरी गनलाई दिने ढङ्गले त्यो कुराहरू अगाडि बढाएका छौँ। जसले गर्दाखेरि आपत पर्ने बित्तिकै हाम्रो नगरपालिका र छिमेकी नगरपालिकालाई पनि राम्रो होस् भनेर त्यो उद्देश्यलाई लिएर हामी अगाडि बढिरहेका छौँ। धेरै राम्रो। अब भनौँ न त्यसलाई दमकल किनेर मात्रै पनि भएन, त्यसलाई परिचालन गर्न पनि धेरै समस्या आउन सक्छन्। यहाँको निधो यहाँले जुन निष्क्रिय गर्नु त एकदमै सराहनीय छ। अब यो विषयलाई छोडेर म अलिकति राजनीतिक विषयतिर लागौँ है। हजुर। अहिले पुस 5 गते हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ यो संसद प्रतिनिधि सभा विघटन गर्नुभएपछि देखिएका समस्याहरू के छ हाम्रो नगरपालिकामा? अब राजनीतिक रूपमा अब समस्या मेन त अब एउटा अहिले एउटा विकास निर्माणको जुन चाहिँ एकदमै चाहिँ अगाडि बढिरहेको हाम्रो नगरपालिकामा अब जुन चाहिँ अब टोलमा चाहिँ सडकहरू ढलान गर्ने अनि त्यसपछि तपाईँको चाहिँ कालो पत्रे इन्टरलक अनि चोकमा चाहिँ ढुङ्गा छाप्नेदेखि लिएर अधिकांश ठाउँमा त्यो भएको छ। र त्यस्तै गरी चाहिँ अर्को चाहिँ हाम्रो चाहिँ अब सामाजिक विकासका रूपमा जुन चाहिँ ज्येष्ठ नागरिक दलित महिला सारालाई चाहिँ हामी व्यवस्थापन गरेको र कोरोनाको जुन चाहिँ अहिले एकदमै चाहिँ अप्ठ्यारो अवस्थामा पनि हामीले जुन ढङ्गले व्यवस्थापन गऱ्यौँ र त्यो निकै राम्रो भइरहेको अवस्था थियो। तर अब यो देशको चाहिँ सरकारमा बसेकाहरू नै त्यसले गर्दाखेरि यो कार्यकर्ताको पनि जनप्रतिनिधिको पनि सबैको मनस्यहरू बिग्रेको छ र त्यसले गर्दाखेरि जहाँसम्म लाग्छ विकास निर्माण त हामी गरिरहेका छौँ, तर मानसिक रूपमा चाहिँ केही साथी चाहिँ अब प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका छन्, केही साथीहरू चाहिँ प्रचण्ड माधव नेपालको पक्षमा लागेको छ। त्यसले गर्दा राजनीतिक रूपमा चाहिँ अलिकति तरल अब केही हुने हो कि सङ्कटकाल लाग्ने हो कि भन्ने कुरा पनि चास एकातिर छ भने अर्कोतिर चाहिँ अब समय समयमा चाहिँ आम हडताल हुने अनि विभिन्न बन्द हुने, त्यसले गर्दाखेरि जनतामा जुन चाहिँ त्रास आइरहेछ त्यसले चाहिँ एक किसिमको चाहिँ राम्रो चाहिँ सन्देश गइरहेको छैन। नेताहरू एकता भएर अगाडि बढ्यो भने जनता र कार्यकर्ता र जनप्रतिनिधिलाई ढुक्कसँग विकास गर्न सकिने। यसरी चाहिँ नेताहरू आफ्नो ढङ्गले लाग्दिँदाखेरि अब चन्दागिरीवासी मात्र होइन, हुन त अब चन्दागिरीवासीलाई अरूभन्दा बढी चाहिँ समस्या हुन्छ, किन भन्नाले हाइवे यहीँबाट चल्छ, अब नागढुङ्गा प्रवेश भयो। त्यसले गर्दा यहाँ चाहिँ अब धेरैलाई चाहिँ अलिकति चाहिँ अब आवत जावत गर्ने दायाँ बायाँ सबै कुराले गर्दाखेरि जब बन्द हुँदाखेरि धेरै आपत चाहिँ यहीँकालाई पर्ने र त्यसको मार पनि यो ठाउँमा हुने हुनाले यसले राजनीतिक रूपमा चाहिँ राम्रो सन्देश दिइरहेको छैन र राजनीतिक रूपमा चाहिँ एकदमै साथीहरूको बिचमा चाहिँ अलि अप्ठ्यारो परिस्थिति आएको छ। खुलेर अब को कहाँ कसरी भन्ने कुराहरू आएको छ। अब 5 वर्षको लागि प्रधानमन्त्री भनेर अब प्रचण्ड कमरेड लगायत माधव कमरेड उहाँहरूले नै जिम्मा दिए हुनाले कमसेकम चाहिँ आलो पालो गरेर भोलिको अवस्थामा उहाँहरू ढुक्कली यो 5 वर्ष राम्रो चलाउन दिनुभयो भने अर्को 5 वर्ष अर्कोको पालो हुन्छ। अर्को 5 वर्ष गर्दाखेरि जुन चाहिँ 20औं वर्ष शान्तिपूर्ण ढङ्गले सरकार सञ्चालन हुने अवसर पाएको बेलामा आन्तरिक रूपमा न विचार न सिद्धान्त न कार्यक्रम र त्यसको आधार नभएर एउटा व्यक्तिको पदको लागि लडेको जै जग्गा जस्तो देखिरहेछ। त्यसले एकदमै चाहिँ यो हाम्रो नगरपालिका मात्र होइन सिङ्गो देशवासीलाई नै एक किसिमको चाहिँ
समस्यामा पारेको देखिन्छ। पक्कै पनि यो अब जनताहरू अब सम्पूर्ण अब राजनीतिक कर्मीहरू भनौँ जनसेवीहरू एकजुट भएर अगाडि बढिरहेको अवस्थामा एकाएक यो माथिल्लो तहमा फुट देख्दाखेरि तल्लो तहमा पनि असमझदारी वैमनस्यता यस्तो किसिमको देखिनु स्वाभाविकै हो र यसरी अगाडि बढ्दै जाँदाखेरि भविष्यमा चाहिँ अब भनौँ न अब सर्वोच्च अदालतले यो संसद विघटन गर्नु हुँदैन थियो भनेर निर्णय गरे पनि अथवा गलत थियो भनेर निर्णय गरे पनि हैन चन्दागिरी नगरपालिका त अगाडि बढ्नु पर्यो नि। त्यो हाम्रो कार्यकर्ताहरू हाम्रो अब जनसेवीहरू चाहिँ भाँडिनु भएन भन्ने मेरो सोचाइ हो। यहाँ कस्तो विचार राख्नुहुन्छ? अब जहाँसम्म लाग्छ अब राजनीतिले त केही समय त डिस्टर्ब गर्छ नै हजुर, चाहे त्यो संसद पुनर्स्थापना होस् र चाहे चाहिँ निर्वाचनमा अब चाहिँ निर्वाचनको पक्षमा अब यो वैशाख 17 र 27 गते भने तापनि र केही न केही डिस्टर्ब त पक्कै गर्ने भयो। तर हाम्रो नगरपालिकामा जहाँसम्म लाग्छ जनप्रतिनिधिहरू माथि जस्तो जे भए तापनि नेताहरूले जे गरे तापनि हाम्रो ठाउँको विकास हाम्रो जनताका लागि हाम्रो नागरिकको लागि हामीले 5 वर्षको जिम्मा लिएका छौँ, हामीलाई जिम्मा दिएका छन्। त्यसले गर्दाखेरि त्यो हामी चाहिँ जतिसुकै अप्ठ्यारो अवस्थामा पनि हाम्रो चन्दागिरी नगरपालिकालाई चाहिँ हामीले चाहिँ एउटा नारा बनाएका छौँ, ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्दागिरी र हाम्रो नगरपालिका राम्रो नगरपालिका र अरूभन्दा चाहिँ नमुना नगरपालिका बनाउने भनेर हामीले प्रतिबद्ध जाहेर गर्दै काम गर्दै आएका पनि छौँ। र अहिलेसम्म अब मनस्थिति आफ्नो ठाउँमा होला, तर विकासको सवालमा चाहिँ हाम्रो नगरपालिकामा चाहिँ अहिलेसम्म यो पार्टी ऊ पार्टी यस्तो भयो उस्तो भयो भन्दा पनि विकास गर्नका लागि चाहिँ हामी एकदमै चाहिँ एकताबद्ध भएरै लागेको हामी छौँ र त्यहाँ हाम्रोमा चाहिँ विकास निर्माणको सवालमा चाहिँ त्यस्तो किसिमको चाहिँ अनमेल भएको पाइँदैन। राम्रो कुरा हो, यो पछि एकदमै राम्रो हो। हामीले आफ्नो नगरपालिकालाई विकास गर्नुपर्छ, यो राजनैतिक विभेदमा हामी लाग्नु हुँदैन। हामीले जिम्मेवारी पाएका छौँ यो 5 वर्ष, यसलाई यहाँले जिम्मेवारी पुरा गर्नुहुनेछ मैले आशा राखेको छु। अन्त्यमा जाँदै अब हरिभक्त सर, हाम्रा श्रोताहरूलाई केही सूचनाहरू केही प्रवाह गर्न चाहनुहुन्छ? त्यही हो, अब नेताहरूमा एउटा व्यक्तिवादी स्रोत नभएर विचारको, सिद्धान्तको, कार्यक्रमको र समाज जुन चाहिँ जनतालाई चाहिँ एउटा बौद्धले जनवाद भनेर हामी ल्याएका छौँ र जनतालाई चाहिँ हामी सुखी बनाउँछौँ, समृद्ध नेपाल सुखी नेपाली बनाउने भनेर जुन अभियान छ प्रधानमन्त्रीको, र जनतालाई चाहिँ जुन ढङ्गले चाहिँ हामीले चाहिँ कसरी चाहिँ सुखी बनाउने भनेर हामी ल्याएकाहरूले आफ्नो व्यक्तिवादी प्रविधिमा लाग्नुहुन्न र एकताबद्ध भएर अहिलेको जुन चाहिँ परिस्थितिलाई चाहिँ हामीले चाहिँ बुझेर र जसरी पनि हाम्रो नेपाललाई चाहिँ राम्रो बनाउने, सुखी बनाउने, समृद्ध बनाउने र कोरोनाको जुन चाहिँ अहिलेको महामारी छ त्यसलाई चाहिँ कसरी सामना गर्ने, सम्पूर्णलाई कसरी जोगाउने कुरामा हामी लाग्नुपर्छ र विकास निर्माण हाम्रो सबैभन्दा देशको चाहिँ मेरुदण्ड हो। त्यसको लागि चाहिँ कसैले पनि विकास निर्माणलाई छोडेर अगाडि बढ्न सकिन्न र विकास निर्माण, उद्योगको व्यवस्थापन, कृषिको व्यवस्थापन त्यो नै हामी सबैको मुख्य लक्ष्य भएको हुनाले त्यो कुरामा सबै लाएर विकासमै नै जोड दिनुपर्छ भन्ने कुरामा विश्वास र आग्रह र अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद हरिभक्त महर्जन सर, हाम्रो कार्यक्रममा जोडिनु भयो। ओडाको गतिविधि र आगामी दिनहरू कसरी अगाडि बढ्छु भन्ने प्रतिबद्धता पनि दिनुभयो। म यहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँको एफएम परिवार सबैलाई पनि धन्यवाद र जोडिदिनु भयो। उहाँ हुनुहुन्थ्यो हरिभक्त महर्जन, चन्दागिरी नगरपालिकाका प्रवक्ता र वडा नम्बर 9 का वडा अध्यक्ष पनि हुनुहुन्थ्यो। आजको कार्यक्रमबाट युनिक सक्य र म शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभ।